नमस्ते, गुड आफ्टरनुन। आज मैले तपाईहरुको माझ एउटा भिडियो लिएर आएको छु। धेरैजसो विद्यार्थीहरुलाई कन्फ्युज हुने इज एम आर वाज वेयर बी वर्ब्सलाई कसरी र कुन सिचुएसनमा युज गर्ने, यू क्यान से द प्रपर युजेज अफ बी वर्ब्स। सबैभन्दा त पहिला हामीले के बुझ्नु पर्यो भने बी वर्ब्स भनेको के हो। बी वर्ब्स यहाँनेर बी वर्ब्स युज गर्ने भन्ने हुन्छ 24 वटा एक्जुलेरी वर्ब्स मध्ये 5 वटा एक्जुलेरी वर्ब्सहरु जुन चाहिँ फ्रिक्वेन्टली रिपिटेड हुन्छन्। इज एम आर वाज वेयर यो 5 वटा एक्जुलेरी वर्ब्स को सेटलाई समूहलाई हामीले बी वर्ब्स भनिन्छ। आफै पनि एज अ सेपरेट वर्ड पनि बी पनि युज हुन्छ। जस्तै लाइक एक्जाम्पल आई विल बी भनेर यसरी हामीले बी को रूपमा सेपरेट पनि युज गर्न सकिन्छ। सो आई हैव रिटन सम एक्जाम्पल्स अन व्हाइट बोर्ड द युजेज अफ बी वर्ब्स। सो व्हाट आर द बी वर्ब्स यू कैन सी अन व्हाइट बोर्ड। बी वर्ब्स इज एम आर वाज वेयर, इज एम आर वाज वेयर। सबैभन्दा पहिला यिनीहरु कुन कुन सिचुएसनमा युज गर्न सकिन्छ भनेर हामीले बुझ्नु पर्यो। इज छ अथवा हो। इज प्रयोग गर्ने सिचुएसन्स सिंगुलर सब्जेक्ट र अनकाउन्टेबल नाउन जुन चाहिँ हामीले नाउन गर्न सक्दैनौ र त्यसलाई पनि हामीले प्रेजेन्टमा हामीले इज प्रयोग गर्न सक्छौं। सिंगुलर सब्जेक्ट ही सी इट a person, a person, somebody, someone, nobody, no one, यससँग पनि इज प्रयोग गर्न सक्छौं। र त्यस्तै गरेर एम यू कैन यूज दिस एम विथ आई आर भनेको छन् अथवा हुन्। यू दे प्लुरल सब्जेक्ट सँग आर प्रयोग गर्न सकिन्छ। र इज एम आर प्रयोग गर्ने सिचुएसन के हो त भनेपछि प्रेजेन्ट हो। प्रेजेन्ट यू कैन यूज इज एम आर दिस थ्री एक्सिलरी वर्ब्स with present situation. With present situation, these are the things. So next one, let's see was and where. Was and where. Was and where, they are also auxiliary verbs. They are the past forms of is am are. They are the past form of is am are. So was, that is the past form of is and am. And we use was with I was. I was. Singular subject was, he was, she was, it was, somebody was, nobody was। यसरी चाहिँ सिंगुलर सब्जेक्ट सँग हामीले was प्रयोग गर्छौं। त्यस्तै गरेर अनकाउन्टेबल नाउन गर्न नसकिने नाउनहरु जुन चाहिँ नाउन हामीले गर्न सकिदैनौ त्यो चाहिँ गर्न नसकिने नाउनलाई अनकाउन्टेबल नाउनलाई पनि हामीले was प्रयोग गर्छौं। जस्तै my strength was, beauty was, my love was। यसरी पास्टमा कुनै अनकाउन्टेबल नाउन सँग अनकाउन्टेबल सब्जेक्ट सँग पनि हामीले was युज गर्न सक्छौं। र वेयर एज यु नो दैट वेयर प्रयोग गर्छौं हामीले प्लुरल सब्जेक्ट सँग। दे वेयर, वी वेयर, यु वेयर, यसरी चाहिँ प्लुरल सब्जेक्ट सँग वेयर प्रयोग गर्छौं। तर सिचुएसन के हुनु पर्यो भन्दाखेरि पास्ट हुनु पर्यो। सिचुएसन शुड बी पास्ट। र इज एम आर वाज वेयर लाई अझ हामी डिटेल्समा जान्छौं र सबैभन्दा पहिला सब्जेक्ट बुझ्नु पर्यो। सब्जेक्ट चाहिँ यहाँनेरबाट क्लियर छ, कुन सब्जेक्ट सँग लाग्छ, कुन सिचुएसनमा लाग्छ भन्ने कुरा यहाँनेर बुझ्नु भयो। सब्जेक्ट र हामीले यसलाई बी वर्ब्स भनौं। बी वर्ब्स भनेको तपाईहरुले जो बी वर्ब्स भन्दै गर्दा तपाईहरुले बुझ्नु पर्यो कि बी वर्ब्स भनेको इज एम आर वाज वेयर, इभन बी वर्ड एज अ बी पनि हामीले चाहिँ त्यसलाई बी वर्ब्स मा लैजाऊ। त बी वर्ब्स मा हामीले सबैभन्दा भन्दा पहिला सेन्टेन्स बनाउँदा बी वर्ब्स पछाडी हामीले जनरली 1 नम्बरमा नाउन युज गर्छौं। नाउन जस्तै सब्जेक्ट मा के भयो आई, बी वर्ब्स मा के भयो एम, आई एम अ टीचर, आई एम अ टीचर। यहाँ चाहिँ यो टीचर भनेको के रहेछ त भनेपछि इट इज अ नाउन। र तपाईहरुले बुझ्नु भयो बी वर्ब्स पछाडी जनरली नाउन आउँदै रहेछ। ही इज अ टीचर, शी इज अ नर्स, शी इज अ नर्स, दे आर माई फ्रेन्ड्स आए भनेर यसरी बी वर्ब्स पछाडी हामीले डाइरेक्ट रूपमा प्रोफेशन्स, नेम अफ द पर्सन, यसरी चाहिँ हामीले
नाउन युज गर्न सक्छौं लाइक कहिलेकाहीँ अनकाउन्टेबल नाउन पनि हुन सक्छ इट्स माई लभ लभ भनेको चाहिँ नाउन को रूपमा युज भयो सो 1 नम्बर क्लियर भयो होला सो लेट्स गो टु द नेक्स्ट वान्स एडजेक्टिभ्स हामीले बी वर्ब्स पछाडी डाइरेक्ट रूपमा एडजेक्टिभ युज गर्न सक्छौं I am tired यहाँनिर यो टायर्ड भन्ने चाहिँ शब्द के हो त भनेपछि एडजेक्टिभ हो I am exhausted very tired she is smart they are hungry they are angry they are furious यसरी एडजेक्टिभ शब्द राख्न सक्छौं सबैभन्दा पहिला सब्जेक्ट सिलेक्सन गर्ने त्यसपछि वर्ब्स मध्येको एउटा सुइटेबल वर्ब्स युज गर्ने र एडजेक्टिभ युज गर्न सकिन्छ अगाडिको 1 नम्बरमा के थियो नाउन थियो र सेकेन्ड नम्बरमा के छ भनेपछि एडजेक्टिभ्स सब्जेक्ट प्लस वर्ब्स प्लस एडजेक्टिभ लेट्स गो टु द थर्ड नम्बर अब थर्ड नम्बरमा हेरौं थर्ड नम्बरमा के छ त भनेपछि एडजेक्टिभ आको छ सो नाउन पनि सँगसँगै आको छ यसरी एडजेक्टिभ यो नाउनलाई हामीले क्वालिफाई गर्दैछौं यसलाई यसको विशेषता डिस्क्राइब गर्दैछौं एडजेक्टिभ प्लस नाउन यु क्यान सी देयर I am a popular it is adjective here I am a popular teacher I am a popular teacher यहाँनेर popular के हो त भनेपछि एडजेक्टिभ हो टीचर भनेपछि नाउन भयो जस्तै कहिलेकाहीँ नेशनलिटी सित रिलेटेड हुन सक्छ he is an American citizen या अमेरिकन यहाँनेर एडजेक्टिभ को काम गर्यो ओरिजिन सित रिलेटेड भयो citizen भनेपछि नाउन भयो he is an American citizen she is a hardworking girl they are honest people यसरी हामीले एडजेक्टिभ र नाउनलाई सँगै ल्याउँछौं र एडजेक्टिभ त्यो शब्दलाई त्यो नाउनलाई क्वालिफाई गर्ने हुनु पर्यो जस्तै he was a kind hearted person past tense को कुनै कथा हुन सक्यो it was a clever crow कुनै कथाको पार्ट्स हुन सक्यो it was a clever it was the busy road my class friends were smart friends यसरी हामीले अगाडि एडजेक्टिभ र पछाडी एडजेक्टिभ्स फलोड बाइ नाउन यसरी युज गर्न सक्छौं नम्बर 3 मा नम्बर 4 मा लेट्स गो टक अबाउट द नम्बर 4 प्रिपोजिसन प्लेस अथवा स्टेट अर सिचुएसन युज गरेर हामीले गर्न सक्छौं जस्तै म कहाँ छु त अहिले म क्लासरुममा छु सपोज यु क्यान सी आई एम इन द क्लासरुम सो क्लासरुममा भन्दाखेरि म क्लासरुममा छु भनेपछि त्यो क्लासरुममा भनेपछि हेर प्रिपोजिसन आयो आई एम इन द क्लासरुम आई एम इन फ्रन्ट अफ व्हाइट बोर्ड दे आर इन प्रब्लम्स दे आर इन some problems यहाँनेर यो प्रब्लम भनेको एउटा स्टेट भयो एउटा सिचुएसन भयो यसरी कुनै ठाउँमा कुनै प्लेसमा कुनै सिचुएशन्समा भन्नु पर्यो भने प्रिपोजिसन सुटेबल आउँछ जस्तै अब one more example नेपाल is बी वर्ब भयो नेपाल is between India and China नेपाल is between India and China सो यो between भनेको के भयो त भनेपछि प्रपोजिसन भयो between is a preposition Nepal is between India and China. So here preposition use garyo. The whiteboard is on the wall or the whiteboard is hanging on the wall. That is the preposition plus place. मैले एकदम normal basic कुराहरु सिकाइरहेको छु यसलाई चाहिँ धेरै जना स्टुडेन्ट्सहरुले कसरी युज गर्ने भन्ने एउटै कुरामा पनि नेक्स्ट वान छ बिफोर हामीले जनरली युज गरिरहेको I am teaching here You guys are just listening to me. The students are sitting in front of me. त्यो चाहिँ के भयो त भनेपछि continuous tense यसलाई present continuous. I was waiting you yesterday. Was भनेको के भयो? The was is an auxiliary verb. Was is an auxiliary verb. Whether तपाईले past tense use गर्नुस् अथवा तपाईले present tense use गर्नुस् that depends on the situation. कुन सिचुएसन को लागि इन्डिकेट गर्दै हुन्छ whether you are talking about the yesterday or you are just talking about the present that depends on the situations यहाँनेर के भयो त भनेपछि बिफोर र हामीले बिफोर युज गर्ने सिचुएसन I am teaching right now I'm teaching now I was waiting you yesterday
I'll be teaching here. Will be भयो यहाँनेर be नै युज भयो हैन is am are was were नभएर फ्युचरमा will be. I'll be waiting here at 10 o'clock tomorrow. I'll be waiting here at 10 o'clock tomorrow. यो चाहिँ फ्युचर कन्टिन्युअस टेन्स भयो. I'll be happy यो फ्युचर भयो. I'll be happy be आयो. I'll be happy. यसरी चाहिँ सिधै हामीले be पनि युज गर्न सक्छौं. 5 number I am teaching English. 6 number यो चाहिँ पैसिव स्ट्रक्चर हो. 6 number र 7 number पैसिव स्ट्रक्चर हो. पैसिव स्ट्रक्चरमा अरूद्वारा काम गरिएको भन्ने हुन्छ. एजेन्टलाई चाहिँ भन्न सकिन्छ मलाई एउटा कार्यक्रममा बोलाइएको छ. I am invited in a program. हुनलाई बोलाइएको छलाई I have been invited पनि हुन्छ. I am invited for lecture. I am invited for visiting lecturers. So that's my thing. So it is invited. They are ignored all the time. They are ignored all the time. Nepal is helped by developed countries. Nepal is helped by developed countries. You say B3 भयो by agent. I am invited by them. Next मा छ being plus B3. Being plus B3. Being plus B3 लाई पनि passive भन्न सकिन्छ. I am being helped by others. I am being helped by others. They were being guided by their friends. They were being supported by their parents. यसरी हामीले be verbs लाई युज गर्न सक्छौं. Just like a be verbs पछाडी noun राख्ने, be verbs पछाडी adjective राख्ने, be verb पछाडी adjective plus noun युज गर्न सकिन्छ. तपाईले चिन्नु पर्यो adjective भनेको क्वालिटी. preposition युज गर्न सकिन्छ. before ing object प्रयोग गर्न सकिन्छ. b3 भए चाहिँ being plus b3. नमस्ते. आजको क्लास यति नै भयो र तपाईहरुले मेरो भिडियोलाई लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनु होला. धेरै भन्दा धेरै विद्यार्थीहरुमा शेयर गरिदिनु भयो भने दिस स्टुडेन्ट्स क्यान बी बेनिफिटेड र यसले मलाई अरु क्लासेसहरु अरु यस्तै भिडियोज बनाउनलाई यसले इन्स्पिरेसन गर्न सक्छ. थ्यांक यू. हैव अ गुड टाइम टु यू. लर्न इंग्लिश विथ अंकित गिरी इन द ब्रैकेट चाहिँ फास्ट ट्र्याक लेखेको छ. यो त चाहिँ यसो यो बाटो गयो भने चाँडो जान सकिन्छ भन्ने सेन्समा यो चाहिँ टपिक सिलेक्सन गरेको. Like, comment, share गरिदिनु होला. Thank you. Bye bye and take care.